जुपदीको चिसो बाल्नेलाई इस्लाम परिवर्तनका पाइलाहरू चाल्नेलाई इस्लाम विभेद र गरिबीलाई चालो थाल्नेलाई इस्लाम ऋण पुसेका प्रश्न थाल्नेलाई इस्लाम। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिहरू, निष्पक्ष निरेक मण्डलहरू, समय पालकको भन्दा कम भन्ने 25 पदमा रहनेका 25 पदमित्रहरू, साथै यस कार्यक्रमलाई भव्य तथा सफल रूपमा सफल पार्न उपस्थित सम्पूर्ण महानुभावहरूमा म एसपी नेपालमा प्रयोग विद्यालय कक्षा 9 अध्ययन छात्र लियाधर कदेलको तर्फबाट स्वीकार्नुहोस् विद्यालय नमस्कार। आज मिति 2080 साल 11 महिना 1 गतेका दिन स्पेशल नेपाल उपभोक्ता हक संरक्षण विभागले सञ्चालित डिजिटल व्यक्तित्व कला प्रतियोगिताको शीर्षक रहेको छ जनयुद्धको उपलब्धि। अब भने मेरो मूल्यवान समयलाई खेर नफाली आफ्ना धारणा प्रस्तुत गर्न सभाध्यक्ष महोदयको अनुमति लिन चाहन्छु। सभाध्यक्ष महोदय, समुद्रको गहिराइमा पुग्नुभन्दा पहिले त्यसको गहिराइ नाप्न आवश्यक भए चाहिँ कुनै पनि विषयवस्तुभित्र प्रवेश गर्नुभन्दा पहिले त्यसको परिचय जान्नु अति आवश्यक हुन्छ। जन भनेको जनता, युद्ध भनेको दुई भन्दा बढी व्यक्तिहरूबीच नेतृत्वलाई नै युद्ध भनिन्छ र उपलब्धि भनेको प्राप्ति भन्ने बुझिन्छ। महाजनयुद्ध जुन आशावादी र स्वतन्त्रवादी पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी 2052 सालदेखि 2063 सालसम्म भएको युद्ध हो। नेकपा माओवादी 240 वर्षीय राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने उद्देश्यले जीवन महान कोलताई लडेका थिए। तर विडम्बना घुसखोरीले लग्जेकाहरूलाई बलिदानको मूल्य भन्दा पनि त्यही रक्तपातको नशाको मूल्य बेसी लाग्छ। नेकपा माओवादीलाई 70,000 भन्दा धेरै त्याग गर्न लागेको छ, जसले हामी बिर्सै दिन्छ। तिनै विषय जसले नारीले पुरुष नदाई दोस्रो जनताको नागरिकको रूपमा बाँच्नु पर्दैन, हरेक नेपालीलाई बाँच्न स्वतन्त्रता पाएका छन् भन्ने सोचिएको थियो। इतिहासका पाना बल्दाएर हेर्ने हो भने महोदय जनयुद्ध अगाडिको अवस्था अबै सोच्नै डर लाग्छ। दमन, शोषण, लिङ्गे भेदभाव, क्षेत्रीय भेदभाव, गरिबी, सम्पूर्ण नागरिकको मुक्ति हुनेपछि र स्वतन्त्रताले हात बाँधिएपछि जनयुद्धले गणतन्त्र बिगार्यो। त्यसपछि व्यवस्था फेरियो, संवाददाताको यात्रा सुरु भयो। त्यसपछि क्याबिनेट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विश्व शान्ति सम्झौतापछि हस्ताक्षर सँगसँगै जनयुद्धको अन्त्य भएको हो। अझ म के भन्न चाहन्छु भने यहाँका जनगमनमा लागेका ठुलाहरूले गणतन्त्रलाई के लाग्यो, जनयुद्धपछि के परिवर्तन आयो, अब राजालाई ल्याएर आऊ भने त्यो चितामाथि मरेको राजतन्त्रलाई बुझ्न श्रद्धालु छ। तर उनीहरूलाई प्रश्न छ कि त्यो सर्वलाउने हात कसले दियो? ए जनयुद्ध होइन भनिन्छ नि महोदय, खेलेर भन्दा राम्रो गरेर देखाउनु हो। यसको एक द्वारस्थ उदाहरण हो कि अहिले वर्तमानले पाएको परिवर्तन र जनयुद्धको उपलब्धि यतै छन् कि म यो 4 मिनटको समयमा त बयान गर्न सक्दिनँ। संघीयता, स्वतन्त्रता, धर्मनिरपेक्षता, समावेशिता, शान्ति र सिंह नेपाल पाएका त हामीले हाम्रा यी दुई आँखाले छलङ्ग रेखा पाएका छौँ। अब म प्रश्न पार्न चाहन्छु कि देश बन्यो कि भनेन, नक्कली कागज बनाएर गरिब र निमुखाको वास्तव उठाउने जमिनतालाई कसले ठेगाना लगायो? हामीले आफ्नो अधिकार मुक्तिमा पाएका छौँ कि छैनौँ? अहिले राजाका छोराछोरी मात्र होइन हजुर, तपाईँ हाम्रा छोराछोरीहरू पनि प्रधानमन्त्री राष्ट्रपति भएका छन्। अहिले राजाको शासन होइन, लिखित संविधान र कानुन बनेको छ। अझ म प्रश्न पार्न चाहन्छु कि मेरो देशको सीमा रेखा र यहाँका सुनौला क्षेत्रहरू जनयुद्धमा लडेका युद्धहरूको प्रगत बाटो गएको छ। मेरो विचारमा मलाई लाग्छ देशले मलाई के दिए होइन, मैले देशलाई के दिए भन्ने भावना भन्ने सोचेर सम्पूर्ण जनयुद्ध कमेटहरू हातमा हात र काँधमा काँध राखेर समाजको साझेतर्फ अगाडि बढ्न चाहन्छु। र अन्तमा फेरि भन्न चाहन्छु कि यस स्पेशल नेपाल उपभोक्ता हक संरक्षण विभागद्वारा सञ्चालित डिजिटल व्यक्तित्व कला राखेर बालबालिका कन्ट्री क्षमतालाई प्रस्फुटन गर्ने अवसर दिएकोमा धन्यवाद दिँदै बिदा चाहन्छु। जय देश, जय नेपाल।